यो चाहिँ अरिनिसिप जाने बच्चा-बच्चीहरूलाई चाहिँ अब नयाँ शैक्षिक सत्र जस्तो स्प्रिङ सिजन सुरु भएसँगै उनीहरूलाई ग्रेडिङ गर्ने, त्यस पछाडि नयाँ ग्रुपमा राख्ने, टिचरहरू पनि चेन्ज गरिदिने त्यो खालको समय हो। त्यो समयमा चाहिँ अब बच्चा-बच्चीहरूले नयाँ टिचरलाई पनि नचिन्ने, अनि नयाँ टिचरहरूले पनि फेरि बच्चा-बच्चीको प्यारेन्ट्सहरूसँग चाहिँ राम्रो चिनजान नहुने, अब बच्चा-बच्चीका समस्याहरू अथवा उनीहरूको खानपिन नेचरको त्यस्तो कुराहरू चाहिँ अब सेयरिङ नहुने, नयाँ टिचरहरूसँग पुरानोहरूले छोडेको अथवा अर्को क्लासमा चेन्ज भएको भएर त्यसरी चाहिँ प्यारेन्ट्सहरूसँग चाहिँ अब एक किसिमले संवाद होस् भन्ने हिसाबले आयोजना गरेको प्रोग्राम हो। यो चाहिँ अब उनीहरूले बच्चा-बच्चीको झोलामा लेटर पठाउने अथवा फोनै गरेर पनि प्यारेन्ट्सलाई चाहिँ यतिको यस्तो आयोजना छ भनेर भन्ने हुन्छ। अनि अरिनिसिपमा कम्पाउन्ड हुने अरिनिसिपहरूले चाहिँ अब आफ्नै अरिनिसिपमा प्रोग्राम आयोजना गरेको हुन्छ। कतिपयले चाहिँ अब स्पेसको कारणले चाहिँ अन्त बाहिर लगेर चाहिँ गर्ने हुन्छ। त्यतिखेर चाहिँ तिनीहरूलाई चाहिँ अब टेन्टहरू लगाएर अनि खेल्ने कुराहरू, अब धेरै कुराहरू बच्चा-बच्चीको उमेर अनुसारका खेल्ने कुराहरू राखेर एक दिनभरि रमाइलो गर्ने, अनि खानेकुराहरू पनि खान दिने, प्यारेन्ट्सहरूले पनि त्यहीँ खाना खाने, अनि टिचरहरूसँग बस्ने, गफगाफ गर्ने, दुःख सुख गर्ने, चिना परिचय गर्ने खालको एउटा राम्रो प्रोग्राम हो। कतिपयले चाहिँ नबुझिएर बच्चा-बच्चीहरूले चाहिँ स्कुल त जान्छ तर अब टिचर पनि चिनेको छैन, अरिनिसिपले पनि बोलाउँदैन, के गर्ने कसो गर्ने भन्ने खालकोहरू हुन्छ नि त विदेशीहरूलाई। त्यो कारणले गर्दाखेरि यतिखेर चाहिँ यो सिजनमा त्यसरी चाहिँ तिनीहरूले बोलाएको हुन्छ। त्यो बोलाएको थाहा पाउनुभयो भने अथवा नभए बोलाएको छैन भने पनि कहिले हो भनेर सोध्यो भने उनीहरूले डेट दिएको हुन्छ। त्यो डेटमा सम्भव भएसम्म जाँदा राम्रो हुन्छ। गयो भने बच्चा-बच्चीहरूको सम्पूर्ण कुराहरू बुझ्न पनि पाइयो, आफूले मनमा लागेको कुराहरू टिचरहरूसँग, त्यहाँको ओन्जाङ्गी डाइरेक्टरसँग कुराकानी गर्न पनि पाइयो। अब केही समस्या छ खानपिनमा, अनि अब अरू हेल्थको समस्याहरू छ भने पनि मेरो बच्चा यस्तो छ भनेर उनीहरूलाई चाहिँ जानकारी गराउन पाइयो। नयाँ आएको टिचरहरूसँग चिनजान हुने भयो, अनि बच्चाको साथीसँगी अथवा बच्चासँग सँगै एउटै क्लासमा अथवा एउटै ग्रुपमा हुने बच्चाहरूको चाहिँ साथीहरूसँग पनि साथीको प्यारेन्ट्सहरूसँग चिनजान हुने सबै यस्तो राम्रो कुराहरू भएको भएर यतिखेर उपस्थित हुनु चाहिँ राम्रो हुन्छ है।